दिस इज द सन। यो के हो? सन हो। सन एक ठाउँमा फिक्स हुन्छ र हाम्रो अर्थ जुन यहाँ ग्लोबको सेपमा दिएछ, अर्थ सनको चारैतिर के गर्छ? घुम्ने गर्छ, रोटेट गर्छ, रोटेसन गरिरहेको हुन्छ। जस्तै जस्तै चाहिँ अर्थ रोटेट हुन्छ, हाम्रो अर्थमा सिजनहरू पनि चेन्ज हुन्छ। हो, किनभने त्यो धेरै तातो हुन्छ, त्यो थुप्रै ग्यासेसहरूको बल हो र जस्तै जस्तै हाम्रो अर्थ त्यसको वरिपरि घुम्छ, हाम्रो अर्थमा सिजनहरू पनि चेन्जेस हुन्छ। यहाँ त्यही सिजनहरू चाहिँ हेर आउँछ, त्यो अलग अलग पार्टमा हाम्रो अर्थको 4वटा ग्लोबलाई एउटा इक्जाम्पल हेरिरहेको छ। समर, गर्मी लाग्ने, अहिले के छ? हाम्रो गर्मी हो, समर सिजन हो, पसिना निस्किन्छ। स्प्रिङ, जति बेला गर्मीबाट चिसो भइरहेको हुन्छ, स्प्रिङ सिजन, अलिअलि चिसो हुन्छ, बिहान बेलुकी चिसो लाग्छ, दिनमा गर्मी लाग्छ। त्यसपछि विन्टर, दिनभरि पुरै टाइम चाहिँ के हुन्छ? हामीलाई जाडो लाग्छ, हामी मोटो लुगा लगाउँछौँ। फेरि आउँछ अटम, अटममा फेरि फेस्टिभल्सहरू पनि हुन्छ, चिसोबाट गर्मी पनि आउँछ, त्यही बेला हामी होली पनि मनाउँछौँ, ह्याप्पी होली गर्छौँ। अनि फेरि हाम्रो समर सुरु हुन्छ। यसरी हाम्रो 4वटा सिजन चाहिँ 12 महिना र एउटा सिजन 3 महिनासम्म हुन्छ। 1 सिजन लास्ट फर 3 मन्थ। जस्तै अटम कुन छ? नोभेम्बर, अक्टोबर, अलिकता डिसेम्बर आउँछ, आधी सेप्टेम्बर आउँछ।